असल एउटा साथी हुनु भनेको जीवनमा कति ठुलो चीज प्राप्त गर्नु हो। मुन्दुन ट्रेलमा हिँड्दै गर्दा प्रेमसँग भेटिएको पात्रमा छु म यस्ता दृश्यहरू देख्छु, कहीँ लासहरूसँग म ठोकिएको हुन्छु, म कहीँ खुसीसँग ठोकिएको हुन्छु। अझै नेपालको बारेमा डिपली बुझ्न सकेको छैन धेरैले। यात्रा उतार चढाव भएर अगाडि बढेको छ। धेरै ठुलो कुरा हो। उहाँहरू 18 चोटि 19 चोटि कसरी चढ्नु छ थाहा छैन मलाई। एकैचोटि काफी छ सगरमाथा। जिन्दगीमा सँगसँगै हिँड्न खोजेको आफ्नै साथीसँग हिँड्न पाउनुहुन्न, आफ्नै श्रीमतीसँग आफ्नै बाउ आमासँग पनि हिँड्न पाउनुहुन्न। एउटा कुकुर भेटेँ, त्यसको नाम जिरो राखेँ, कुकुरलाई लिएर हिँडेँ, ऊ मेरो साथी भयो। एउटा टाइम पुग्यो, एउटा ठाउँ पुग्यो, त्यसपछि ऊ यसरी छुट्यो मेरो जीवनबाट। यो यात्रामा त्यसरी छुट्यो। सबैजनालाई नमस्ते। मैले नेपाली मौलिक अभिवादन सुरु गरेको थिएँ टेलिभिजनमा र आफ्नो जीवनमा। जय स्वाभिमान, सबैलाई जय स्वाभिमान। थ्याङ्क यू सो भेरी मच तपाईँहरूको उपस्थितिको लागि। छोटो समयमा पनि श्रीधरजी कता हुनुहुन्छ? तपाईँ उभिदिनु होला। थ्याङ्क यू सो भेरी मच। तपाईँको एकदमै धेरै मेहनत परेको छ आजको यो कार्यक्रमको लागि। नरेशजी थ्याङ्क यू सो मच। तपाईँले एउटै अनुरोधमा उपस्थित भइदिनु भयो र यो गरिदिनु भयो। हामी लामो समयदेखि एउटै क्षेत्रमा काम गर्दै आइरहेका सहयात्रीहरू हौँ। अनि धेरै धेरै धन्यवाद तपाईँहरूलाई छोटो नोटिसमा पनि उपस्थित भएर आजको यो ट्रेलर रिलिजको कार्यक्रमलाई सक्सेस गराइदिनु भएकोमा। मलाई विश्वास छ तपाईँहरूले एउटा सकारात्मक मेसेज लिएर यो हलबाट बाहिरिनु हुनेछ। कतिपय प्रश्नहरू पछि आउलान् पनि र धेरै साथीहरूले धेरै विषय भनिसक्नु भएको छ। म छुट्टोमा यसको ब्याकग्राउन्ड र यसको मकसदको बारेमा कुराकानी गर्छु। तपाईँहरू जस्तै यहाँ त धेरै सञ्चारकर्मी साथीहरू हुनुहुन्छ। तपाईँहरू जस्तै म पनि आजभन्दा झन्डै 25-26 वर्ष अगाडि नेपाली सञ्चार जगतमा आफ्नो पाइला प्रारम्भ गरेको थिएँ। मैले नेपाल समाचार पत्रबाट सुरु गरेको मेरो पत्रकारिता यात्रा न्युज 24 टेलिभिजनसम्म पुगेर मैले टुङ्ग्याएँ अथवा परिस्थितिले टुङ्ग्यायो र म परिस्थितिवश देश बाहिर पुगेँ। अनि त्यस बाहिर पुग्दा पनि मलाई देशले चाहिँ छोडेन। मैले देश छोडे पनि अथवा मेरो हृदयमा देश अथवा नेपालको माया कहिले पनि कम हुन सकेन। बाहिर जाँदा पनि केही चाहिँ देशको निमित्त गर्न पाए हुन्थ्यो, केही चाहिँ गर्नै पर्छ मैले भन्ने त्यो हुटहुटीले नछोडेपछि अनि केही प्रोजेक्टहरू गर्ने कुरामा निरञ्जनजी, बलरामजी लगायतका साथीहरूसँग भेट भयो। हाम्रो एकजना साथी श्रीराम बुवागले पनि हुनुहुन्छ। अनि त्यसपछि एउटा सोचमा काम गर्ने भनेपछि ल मसँग चाहिँ बकेट लिस्टमा केही चिजहरू चाहिँ अहिले पनि छ र जहिले पनि मसँग केही चिजहरू रहिरहन्छ, देशको निमित्त केही गर्नुपर्छ भन्ने आशयमा। अनि त्यति बेला हामीले 0-to-88 एउटा अवधारणा बनायौँ र यसलाई अगाडि लैजानुपर्छ भन्ने सोच आयो। तपाईँहरूले 0-to-88 भन्ने बित्तिकै केही सम्झिनु भयो होला। नेपालमा जिरो त छैन, तर कसरी 0-to-88 भयो भन्ने क्वेसन पनि तपाईँको केही बेर पछि आउला। त्यसलाई म केही बेर पछि पनि क्वेसन एन्सरमा पनि म प्रवेश गरेर त्यसलाई समाधान गर्ने कोसिस गर्छु। तर त्यसरी हामी केही साथी भेट भएपछि ल प्रोजेक्टलाई अगाडि लैजाने भन्ने सोच आयो। त्यो सोच अनुसार हामीले छलफल गऱ्यौँ। छलफलमा ट्याग नेपाल जोडिएपछि, टेन्डीजी जोडिएपछि, गोविन्दजी जोडिएपछि, पुष्करजी जोडिएपछि हामीले अमेरिकामा बस्ने हाम्रो साथीहरू बिचमा पनि छलफल भयो कि हामीले एउटा यस्तो प्रोजेक्ट गरौँ जुन प्रोजेक्ट चाहिँ नेपालीहरूले नेपालमा गरिएको मात्र नहोस्, त्यसलाई विश्वव्यापी रूपमा चिन्नको लागि पनि सजिलो होस्। त्यसपछि हामीले नर्थ फेसका ब्रान्ड एम्बेसडर र 4 पटकसम्म सगरमाथा आरोहण गर्नुभएका कोनराड एङ्कर, जो हलिउडमा उहाँको प्रशस्त डकुमेन्ट्रीहरू तपाईँलाई नेटफ्लिक्समा पनि देख्न सक्नुहुन्छ, उहाँसँग पनि जोडिने अवसर पायौँ। र उहाँले मलाई चाहिँ सगरमाथा आरोहण गर्ने तालिम चाहिँ अमेरिकाको कोलोराडोमा दिनुभएको हो। त्यसपछि म अमेरिकाबाट नेपालमा सगरमाथा आरोहण गर्न भनेर टिमसहित आजभन्दा झन्डै 2 वर्ष अगाडि नेपाल आयौँ। अनि हाम्रो ठुलो टिमले झापाको कचन कवलबाट यो यात्रा सुरु गर्यो। झापाको कचन कवल समुद्र सतहबाट 58 मिटर मात्र उचाइमा छ अनि त्यो नेपालको सबैभन्दा होचो स्थान हो। त्यहाँबाट यात्रा सुरु भयो। हामी महिनौँ लगाएर माथि पुग्यौँ र गौरव साथ हामीले एउटा
गर्व गर्नुपर्छ नेपाल र नेपालीले कि संसारमाझ 0 to 8848 को झन्डा हामीले सगरमाथाको चुचुरोमा फहराउन सफल भएका छौँ र यो डकुमेन्ट्रीमा तपाईँले त्यसको त्यो सफलता पनि देख्न पाउनुहुनेछ। अब यसपछि यसको ब्याकग्राउन्ड सोचको बिचमा मैले एकदमै सम्मान गर्नुपर्ने र एकदमै पूजा गर्नुपर्ने साथीहरू हुनुहुन्छ। मैले यो टेलिभिजन कर्म गरिरहेको मान्छेलाई डकुमेन्ट्री अथवा फिल्म सेक्टरमा काम गर्नु भनेको एउटा अर्कै पहाड चढ्नु जस्तो हुँदो रहेछ। अनि मैले पनि त्यो के महसुस गरेँ भने यो क्रममा यति धेरै साथीहरूको सहयोग, यति धेरै ब्लक्सहरू र इँटाहरू जोड्नुपर्ने रहेछ एउटा घर बनाउन कि मैले अहिले नाम मात्रै यो डकुमेन्ट्रीमा योगदान पुर्याउने व्यक्तित्वहरूको भने मलाई लाग्छ अर्को आधी घन्टा लाग्छ होला। त्यति धेरै सहयोग, मद्दत, योगदानबाट आज 0 to 8848 आएको छ। यो चाहिँ संसारको सबैभन्दा छोटो दूरीमा 0 देखि 8848 सम्म जोड्ने एकमात्र, यो संसारकै एकमात्र ट्रेकिङ ट्रेल पदमार्ग स्थापनाको प्रयास हो। सँगसँगै 0 to 8848 ले यो पृथ्वीलाई, यो संसारलाई के अर्को उपहार पनि दिँदैछ भने संसार ग्लोबल वार्मिङका कारण एकदमै ठुलो समस्यामा परेको छ र संसारका अध्येताहरूले 0 एलिभेसन, समुद्र सतहको 0 एलिभेसनदेखि त्यो अध्ययन सुरु गरेर संसारको सबैभन्दा अग्लो एलिभेसनमा पुगेर त्यो अध्ययन यही ट्रेकिङ ट्रेलमा मात्रै गर्न सम्भव छ। नम्बर 3, जियोलोजीको हिसाबले जियो टुरिज्मको विकास गर्ने हो भने संसारमा कुनै पनि एउटा यस्तो ट्रेल र पदमार्ग छैन जुन पदमार्गमा 0बाट त्यो जियोलोजीको अध्ययन सुरु होस् र त्यो जियो टुरिज्म सुरु होस् र संसारका सबैभन्दा अग्लोसम्म पुग्न पाइयोस्। यो एकमात्र नेपालमा हामीले आविष्कार गरेको भनेर हामी गर्व गर्न खोजिरहेका छौँ र यो नेपाल भन्ने देशलाई यो उपहार प्रदान गर्न गइरहेका छौँ। यो हामीले हाम्रो देशको स्वाभिमान र हाम्रो देशको गौरवलाई फराकिलो बनाउन गरेको योगदानको कोसिस हो। यसले यदि हामी 0मा पुगेको खण्डमा यसले संसारमा कहीँ नभएका यी 3वटा पहिचानहरू संसारलाई प्रदान गर्नेछ। त्यो 0 to 8848 सम्मको सबैभन्दा छोटो ट्रेकिङ ट्रेल, नम्बर 2 सबैभन्दा ग्लोबल वार्मिङको सबैभन्दा नजिकबाट अध्ययन गर्न सकिने 0 देखि 8848 सम्मको अध्ययन गर्न सकिने अर्को ट्रेकिङ ट्रेल र सँगसँगै जियो टुरिज्मको लागि पनि दिन्छ। त्यसका अलावा नेपालले प्राप्त के गर्दछ भने झापाको कचन कवलदेखि सगरमाथाको चुचुरोसम्म पुग्दा नेपालका 3 नै किसिमका भूगोलहरूलाई अनुभव गर्न पाइन्छ। तराई, पहाड र हिमाल। तपाईँ तराई, पहाड र हिमालको अनुभव गर्न पाउनुहुन्छ भने यसको रोचक के छ भने नेपालका 3 किसिमका त्यो भूगोल जियोग्राफीसँग जोडिएका संस्कृतिलाई पनि हामी जोड्न खोजिरहेका छौँ। नेपालको तराई भूभागमा रहेको संस्कृति, पहाड भूभागमा रहेको संस्कृति र हिमालमा रहेको संस्कृति, तपाईँले यो एउटै ट्रेकिङ ट्रेलमा यो 3वटै भूगोलका संस्कृतिहरूलाई पनि नजिकबाट महसुस गर्न पाउनुहुनेछ र त्यसलाई तपाईँले यो डकुमेन्ट्रीमा हेर्न पाउनुहुनेछ। त्यो झापाको कचन कवलमा रहेको राजवंशीहरूको संस्कृति होस् वा पहाड उक्लिएपछि इलाममा चिया टिपिँदा गाउने सङ्गीत होस् वा हिमाल चढ्दै गर्दा हिमालको सङ्गीत होस्, त्यो तपाईँले यसै डकुमेन्ट्रीमा हेर्न पाउनुहुनेछ। त्यसका अलावा अर्को रोचक पक्ष, यो डकुमेन्ट्रीलाई हामीले अर्को सिम्बोलाइज पनि के गरेका छौँ भने हरेक मान्छेको जिन्दगी 0बाटै सुरु हुन्छ। तपाईँ जन्मिनु भनेको 0 हो। बिस्तारै तपाईँ हेर्दै जानुहुन्छ, 0बाट अलिकति मिटर उक्लिँदै जानुहुन्छ, अलिकति माथि पुग्नुहुन्छ, पहाड उक्लिनुहुन्छ, तपाईँ वयस्क हुनुहुन्छ, अझ माथि उक्लिनुहुन्छ, तपाईँको उमेर ढल्किँदै जान्छ। त्यसै गरी नै मान्छेको जिन्दगी जसरी 0बाट सुरु हुन्छ, यो यात्रा पनि 0बाट सुरु हुन्छ। मान्छेको जिन्दगीसँग यो कहानी र जोडिँदै गइरहेको छ भने मान्छेको जिन्दगीमा जस्तो आरोह अवरोह, उकाला ओह्रालाहरू, चुनौतीहरू, अप्ठ्याराहरू आउँछन्, त्यस्तै गरी नै यो यात्रामा पनि त्यस्तै उकाला ओह्रालाहरू, अप्ठ्याराहरू र चुनौतीहरू आउँछन्। हरेक मान्छे उसको सपना हुन्छ 8848मा पुग्ने एक दिन। त्यो शिखर सगरमाथाकै नहुन सक्छ, त्यो शिखर तपाईँको आफ्नो करियरको होला, त्यो शिखर तपाईँको आफ्नो सपनाको होला। यो डकुमेन्ट्रीमा तपाईँले अर्को एउटा त्यस्तो तत्त्व पनि हेर्न पाउनुहुन्छ जहाँ तपाईँले जीवनको सिम्बोल अनुभव गर्न पाउनुहुन्छ।
र त्यस सँगसँगै यो डकुमेन्ट्रीको अर्को महत्त्वपूर्ण पक्ष जिन्दगीमा साथीको महत्त्व कति 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 धेरै हुन्छ र एउटा साथी असल एउटा साथी हुनु भनेको जीवनमा कति ठुलो चिज प्राप्त गर्नु हो त्यो महत्त्वमाथि हामीले राम्रोसँग प्रयोगात्मक हिसाबले यो डकुमेन्ट्रीमा एउटा प्रस्तुति गरेका छौँ। त्यसमा म सानो उदाहरण प्रस्तुत गर्दछु। यो यात्राका क्रममा म झापाको कचन कौलबाट झोला बोकेर सगरमाथातिर अघि बढ्छु र बिचमा म यस्ता दृश्यहरू देख्छु, कहीँ लासहरूसँग म ठोकिएको हुन्छु, म कहीँ खुसीसँग ठोकिएको हुन्छु, म कहीँ धेरै अप्ठ्याराहरूसँग मानिसहरूसँग ठोकिएको हुन्छु, कहीँ म जनावरहरूसँग ठोकिएको हुन्छु, म यात्रा गरिरहेको हुन्छु, अघि बढिरहेको हुन्छु। त्यस क्रममा म मेरो जीवनको नजिकको व्यावहारिक रूपमा पनि र शाश्वत सत्य पनि नजिकको साथी एउटा पुष्करलाई भेट्छु कथामा। तर ऊ मेरो नजिकको साथी हो, अहिले पनि, हिजो पनि र डकुमेन्ट्रीमा पनि। तर परिस्थिति यस्तो भइदिन्छ कि उसलाई कुन ठाउँमा तिमीलाई त्यो भएको मुन्दुम होइन, आई मिन खुम्जुङमा पुगेपछि उसलाई लेक लाग्छ। ऊ यात्रामा मसँग अगाडि बढ्नै सक्दैन। उसलाई हामीले रातारात रेस्क्यु गरेर तल पठाउनै पर्छ, नत्र भने ऊ र मसँगै सुतेको थियो एउटा कोठामा। अनि उसको के भयो, उसलाई राति 3:30 बजीतिर उसलाई अक्सिजन कम भयो। ऊ रातारात आई क्यान नट गो भनेर उसले गिभ अप गर्न थालिसकेपछि मैले पुष्करलाई छोडेर हिँड्नुपर्ने हुन्छ। मसँग जिन्दगीमा मैले विश्वास गरेर एउटा हुन्छ नि त्यो म सँगसँगै मर्ने नै मर्छ, सँगसँगै जानुपर्छ भनेर सँगसँगै सगरमाथा चढ्न हिँडेको साथी। खासमा उसलाई मैले छान्नुको एउटा कारण के थियो भने ऊ सगरमाथा चढिसकेको साथी पनि थियो, उसको अनुभव थियो। तर परिस्थिति यस्तो आउँछ कि तपाईँ जिन्दगीमा सँगसँगै हिँड्न खोजेको आफ्नै साथीसँग हिँड्न पाउनुहुन्न, आफ्नै श्रीमतीसँग, आफ्नै बाउ आमासँग पनि हिँड्न पाउनुहुन्न। लाइक जिन्दगी, लाइक यो यात्रा 0 to 84। त्यसपछि उसले मलाई छोड्नै पर्छ, किनभने मैले उसलाई बिदा गर्नै पर्छ। अनि राति एक्ज्याक्टली नट ओन्ली पुष्कर, निरञ्जनजीलाई पनि त्यो रात अक्सिजन कम भएपछि हामीले उहाँहरूलाई खुम्जुङबाट छोडेर हिँड्यौँ। अनि जिन्दगीको यात्रा जस्तै भयो। त्यसपछि मैले बिचमा एउटा कुकुर भेटेँ, त्यसको नाम जिरो राखेँ, कुकुरलाई लिएर हिँडेँ, ऊ मेरो साथी भयो। एउटा टाइम पुग्यो, एउटा ठाउँ पुग्यो, त्यसपछि ऊ यसरी छुट्यो मेरो जीवनबाट, यो यात्रामा त्यसरी छुट्यो। त्यसपछि 20Gसम्म भेट भयो। यात्रा उतार चढाव भएर अगाडि बढेको छ। बाँकी डकुमेन्ट्री हेरेपछि तपाईँहरूले थाहा पाउनुहुनेछ। मैले भन्न खोजेको 0 to 8848 एउटा जिन्दगीको एउटा सिम्बोल पनि हो कि तपाईँले यात्रामा सँगै हिँड्छु भनेको साथीहरू पनि हिँड्न पाइन्न कहिलेकाहीँ जिन्दगीमा। सपना देखेका सबै चिजहरू पुरा नहुन सक्छन् जिन्दगीमा, तर स्वीकार गर्नुपर्दछ। मान्छेको जिन्दगी जसरी 0बाट सुरु हुन्छ र हरेक मान्छे 8848 पुग्न चाहन्छ। म पनि त्यहीँ पुग्न हिँडेको मान्छे हो। तर कहाँ पुगेर म असफल भएँ वा सफल भएँ, कहाँ पुगेर यो कथाले नयाँ रूप लिएको छ, त्यो हेर्नको लागि चाहिँ तपाईँहरूले 2026 को जनवरीमा हामीले कोसिस गर्नेछौँ। नेपालका QFXहरूमा तपाईँले हेर्न पाउनुहुनेछ। मुन्दुम ट्रेलमा हिँड्दै गर्दा प्रेमसँग भेटिएको पात्रमा छु म। धेरैले सुनिसक्नु भएको छ मेरो नाम। म साइकलबाट संसारलाई दूरीको हिसाबले 5.5 फनको लगाइसकेको मान्छे। सगरमाथा पनि एकचोटि चढेँ। एकैचोटि पनि धेरै ठुलो कुरा हो। उहाँहरू 18 चोटि 19 चोटि कसरी चढ्नु चाहिँ थाहा छैन मलाई। एकैचोटि काफी छ सगरमाथा। संसार साइकलबाट घुमेर सगरमाथा चढेर दुईवटा कुरालाई दाँच्ने हो भने मैले 11 वर्ष 4015 दिन संसार घुमेँ। म फेरि संसार घुम्न जान सक्छु, तर सगरमाथा चढ्न सक्दिनँ। त्यही क्रममा मुन्दुम ट्रेलमा यो डकुमेन्ट्री क्रममा प्रेम, जसको मुख्य पात्र, यो कथाको मुख्य पात्रसँग भेट भएर बीच बाटो होइन, सगरमाथाको आधार शिविर छेउछाउ पुगेर मैले प्रेमलाई नसकेर छोडिदिएको छु। यही हो मेरो सहायक रोल चाहिँ यसमा। 20Gलाई दिएँ। नमस्ते सबैजनालाई।
मेरो नाम तेन्टी शेर्पा। म चाहिँ विगत 25 वर्षदेखि यता आरोहण क्षेत्रमा लाग्दै आएको छु र अहिलेसम्म अघि हाम्रो दाइले भन्नुभयो 18औं पटक सब्मिट गर्यो। तर 18 पटक अब कन्टिन्यू सब्मिट गरेको हो भने त अहिले 26 पटक हुन्थ्यो। तर म चाहिँ एज अ गाइड काम गर्ने भएको हुनाले अहिलेसम्म 18 पटक काम गरियो र यो चाहिँ मैले आफ्नो रेकर्डको लागि नभएर मेरो आफ्नो पेसाको हिसाबले चाहिँ काम गर्दै आएको छु। र जब यो फिल्म यो डकुमेन्ट्रीको कुरा आयो, प्रेम दाईले लिड गर्ने भनेर भनिसकेपछि प्रेम दाई चाहिँ म पहिलादेखि नै उहाँ चाहिँ मेरो एकदमै भनौँ न फेभरेट व्यक्ति हुनुहुन्थ्यो। म एकदम धेरै न्युज हेर्थेँ। उहाँको कुरा, उहाँले जुन न्युजमा बोल्नुहुन्थ्यो त्यो कुराहरू मलाई अति मन पर्थ्यो। त्यसले गर्दाखेरि म चाहिँ उहाँको एकदम बिग फ्यान थिएँ र यो प्रोजेक्ट पनि उहाँले लिड गर्ने भनिसकेपछि चाहिँ मलाई त्यतिकै एकदमै धेरै एक्साइटेड भयो। त्यो भएर चाहिँ अनि म चाहिँ यो टिममा इन्भल्भ हुन पाएँ। यो टिममा इन्भल्भ हुनुको अर्को कारण भनेको एक त प्रेम दाईले लिड गर्ने र उहाँ मेरो फ्यान भएर भयो। अनि सेकेन्डमा चाहिँ कस्तो भन्दाखेरि यो एकदमै युनिक प्रोजेक्ट भयो। उहाँले राम्रोसँग प्रेजेन्ट गर्नुभयो काठमाडौँमा यो फिल्म स्टार्ट हुनुभन्दा अगाडि, यो प्रोजेक्ट स्टार्ट हुनुभन्दा अगाडि कि तपाईँको चाहिँ नि अहिले हाम्रो हिमालयमा, हाम्रो नेपालमा, संसारभरि नै हाम्रो नेपाल चाहिँ नि तपाईँको हिमाल भएको देश, धेरै हिमालहरू भएको देश, ठुल्ठुला हिमालहरू भएको देश भनेर चिनिन्छ भने अझै पनि कतिपय ठाउँमा भनौँ न नेपाल बाहेक बाहिरतिर धेरैवटा देशहरूमा अझै नेपालको बारेमा डिपली बुझ्न सकेको छैन धेरैले। त्यस कारणले गर्दाखेरि अहिले हामी कहाँ तपाईँको यति धेरै रेकर्ड होल्डरहरू छन् होइन, त्यो आफ्नै ठाउँमा राम्रो छ भने अब सेकेन्डमा चाहिँ तपाईँको डकुमेन्ट्रिजहरू पनि विदेशीहरूले धेरै फेमस डकुमेन्ट्रीहरू बनायो होइन। हाम्रै नेपालीहरूले पनि क्लाइम्बर्सहरूले पनि डकुमेन्ट्रीहरू बनायो। तर त्यो डकुमेन्ट्रीमा चाहिँ खालि आफ्नो व्यक्ति अथवा चाहिँ नि तपाईँको कसरी काठमाडौँसम्म पुग्ने, त्यसपछि गएर आफ्नो ट्रेनिङको अलिकति कुराहरू आउँछ, बेस क्याम्प पुग्यो, त्यसपछि सगरमाथा आरोहणको उसको आफ्नै कथा मात्रै हुन्छ। तर नेपालको ओभरअल नेपालको बारेमा त्यो केही पनि हुँदैन। त्यसमा चाहिँ म्याक्सिमम् भयो भने मेरो शेर्पाले मलाई साथी गर्यो भनेसम्म होला, अथवा त्यो पनि एकदम रेयर छ। जबकि अहिले यो प्रोजेक्टमा चाहिँ प्रेम दाईले एउटा नयाँ इन्ट्रोडक्सन दिनु खोजेको छ नेपालको बारेमा। त्यो चाहिँ मलाई एकदमै युनिक लाग्यो। यो एकदम आवश्यकता पनि छ तपाईँको संसारमा। अहिले तपाईँको अब जहाँ हेर्दा पनि धेरैले चाहिँ नेपालको बारेमा जान्दै बुझ्दै गएको छ। अझै यो प्रोजेक्टले चाहिँ अथवा यो डकुमेन्ट्रीले चाहिँ तपाईँको संसारभरि नै एउटा नयाँ परिचय दिन सकिन्छ भन्नेमा मलाई ठुलो आशा छ र एकदमै एक्साइटेड पनि छु। अब बाँकी त अब पछि धेरै हुन्छ, अब हेर्दै जाउँ हामी सबै मिलेर। थ्याङ्क यू। नमस्ते, म गोविन्द गुरुङ, ट्याग नेपाल। म र टेन्डी सर चाहिँ हामी बिजनेस पार्टनर हो। ट्याग नेपालको हामी दुवैजना ओनर हौँ र हामी ट्याग नेपालमा खास गरी 4 जना छौँ। अब 0 to 8848 यो चाहिँ एउटा ड्रिम हो, यो एउटा नेपालको ब्रान्ड ट्याग हो र यो कहानी अघि नै हामीले एउटा सुइँको पाइसक्यौँ। यसको जननी चाहिँ हाम्रो प्रेम दाई हुनुहुन्छ। उहाँहरू टिम अमेरिकामा बसेर देशप्रतिको माया ओतप्रोत हुँदै गर्दाखेरि उहाँले देख्नुभएको सपना, उहाँहरू छलफल गर्नुहुँदाखेरि निरञ्जन र म चाहिँ फेरि सानैदेखिको साथी। अनि निरञ्जनले यो एभरेस्टसँग रिलेटेड कुरा आउने बित्तिकै ओहो एभरेस्टमा काम गर्ने, एभरेस्टको किङ मेकर भनौँ न, म चाहिँ किङ मेकर हो। अनि एभरेस्ट चढाउने काम त मेरो साथीले गर्छ भनेर प्रेम दाईहरूसँग निरञ्जनले भनिसकेपछि उहाँहरूसँगै छलफल भइराख्दाखेरि, मिटिङ गरिराख्दाखेरि मलाई एक्चुअली फोन गर्नुभयो, ल हाम्रो यस्तो यस्तो प्रोजेक्ट छ, के गर्ने भन्दाखेरि प्रेम दाईको 5 मिनटको कुरा सुन्ने बित्तिकै अघि टेन्डी सरले भन्नुभयो जस्तो म त फ्ल्याट भयो। ओहो, देशलाई चिनाउने प्रोजेक्टमा त्यसको कुनै पनि अंश, अब तपाईँको कुनै पनि अंशमा पार्टिसिपेट हुन पाउँदाखेरि त्यो त आफैमा गर्वको कुरा हो। ल मैले के गर्न सक्छु, म चाहिँ तयार छु भनेर म चाहिँ एउटा फेसिलिटेटरको रूपमा यो प्रोजेक्टमा इन्भल्भ भएको छु। र त्यसको लागि म सबैभन्दा पहिला निरञ्जनलाई, प्रेम दाईलाई अनि टेन्डी सर, सबै टिम, पुष्कर दाई जस्तो लेजेन्ड मान्छेसँग भेट्न पाइयो, यति रमाइलो गफ गर्न पाइयो होइन।
अरू हाम्रो क्यामेरा क्रू साथीहरू सबैजनालाई चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु र यसमा लाइन प्रोड्युसरको रूपमा यो इन्डस्ट्रीमा इन भएको छु। आशा छ लाइन होइन फुल प्रोड्युसरको रूपमा भविष्यमा काम गर्न सकौँ होइन। त्यो चाहिँ मलाई एकदम आई होप आई क्यान इन्भल्भ इन योर इन्डस्ट्री। हामी चाहिँ टुरिज्म इन्डस्ट्रीमा छौँ, यो इन्टरटेनिङ इन्डस्ट्रीमा पनि इन्भल्भ हुन पाउँछु भन्ने एउटा आशा पनि जागेको छ। यस्तो राम्रो प्रोजेक्ट बनेको छ, यो प्रोजेक्टमा इन्भल्भ हुने सबैजनालाई फेरि पनि धन्यवाद भन्दै तपाईँहरूको साथ सहयोग र तपाईँहरूको आजको यो एक्साइटमेन्ट देख्दाखेरि चाहिँ अझै हौसला मिलेको छ। धन्यवाद। नमस्ते सबैजनालाई। अब यो 0 to 88 फुट भन्ने हजुरले देखिहाल्नुभयो सबै कुरा होइन। यो चाहिँ हामी अब उतै अमेरिकामै हुँदाखेरि हाम्रो प्रेमजी हामी सँगै काम गरेर हुन्थ्यौँ। त्यसपछि उहाँले चाहिँ यो एकदम राम्रो यो कन्सेप्ट निकालेर आउनुभयो। त्यसपछि हामी सफल गर्दै जाँदाखेरि हामी गोविन्दसँग कुरा गरेर जस्तै यसरी गर्न सकिन्छ, यो भनेको यो हो, यसरी त्यसलाई चाहिँ एकदम राम्रो बनाउन सकिन्छ भनेर हामी अगाडि बढ्यौँ र हामी त्यसको लागि अगाडि बढ्दै नेपाल आयौँ। नेपाल आएर हरेक कुराहरू रिसर्च गर्थ्यौँ, सबै कुरा रिसर्च गरेर हामी अगाडि बढ्यौँ। अब यो सबै गर्नलाई हाम्रो यो सबै टिमहरू, क्यामेरा टिम, हरेक टिमहरूले एकदम सपोर्ट गर्नुभयो, हाम्रो सबै टिमले सपोर्ट गर्नुभयो र हामीले सक्सेस पनि भयौँ। अब लगभग यो काम चाहिँ हाम्रो 95% रेडी भइसकेको छ। अब अलिकति काम भनेको ग्राफिक्स र ब्याकग्राउन्ड बाँकी छ अलिकति। त्यो सिद्धेपछि हामी अगस्तमा चाहिँ युएसको स्टेटहरूमा चाहिँ स्पेसल सोहरू गर्ने प्लान गरिरहेको छौँ। अब त्यसपछि बिस्तारै हरेक देशमा विश्वभरि यो देशलाई चाहिँ हाम्रो देशलाई चाहिँ विश्वभरि यो देशमा चाहिँ 0बाट 88 फुटसम्म जान मिल्छ है भनेर एउटा देखाउने नयाँ रूपबाट नेपाललाई चिनाउने एउटा ट्राई गरिरहेको छौँ हामीले। अब त्यसमा सबैजनाले हाम्रो साथ दिनुहुन्छ होला भन्ने आशा गर्छु। धन्यवाद।